अहिले चाहिँ नयाँ मुभी आउँदै रहेछ नेपाली फिल्म इन्डस्ट्रीबाट, जुन चाहिँ अलिकति डिफ्रेन्ट जर्नर, डिफ्रेन्ट स्टाइल, डिफ्रेन्ट स्टोरी बोकेको फर्स्ट टाइम जस्तो पनि लागेर चाहिँ अलिकति हाइप क्रिएट भइरहेको छ मुभीको, विच इज गुड। जुन चाहिँ स्वस्तिमा खड्काको मुभी रहेछ लाली बजार भन्ने, डिरेक्टेड एन्ड रिटन बाई द एम थापा। मैले यसको टिजर हेरेको पनि छैन एन्ड आइ एम गोइङ टु रियाक्ट अन द्याट टिजर, र टेलरमा रियाक्ट गरौँ र डिटेलली। तर टिजरमा मात्र अलिकति कस्तो खालको रहेछ स्टोरी भनेर चाहिँ बुझौँ है त। ल लेट्स ट्राई त्यो कुराबाट चाहिँ जाउँ हामी पहिला। लेट्स गो। सुदूरपश्चिमतिरको भाषा छ भनेपछि स्टोरी पश्चिमको स्टोरी हो। राजा साहब स्वस्तिमा खड्का आई थिङ्क उसले राजा साहबलाई मन पराउँछ जस्तो छ स्टोरीमा, बिकज ऊ जब उसलाई टच गर्न आयो सी गेट्स इम्प्रेस्ड जस्तो कि चाहे जस्तो कि ऊ आएर मलाई छोपोस् जस्तो नै। तर पछाडि ब्याकग्राउन्डको गीत सुन्नुभयो, म प्यार बेचिदिन्छु भन्ने गीतको, विच इज ओल्ड पुरानो गीत हो, नाइस यार। अहिलेसम्म मलाई चाहिँ त्यो पछाडिको ब्याकग्राउन्डमा पोस्टरहरू तिनी झिलिमिली बाहिरबाट त्यो बत्ती आएको ठ्याक्कै थाहा पाइरहेको छ कि त्यो राखेको सेटको बत्ती हो भन्ने। तर नाइस हिरोइनको पोस्टर। फ्रम द मेकर्स अफ टलकजङ भर्सेस टुल्के। क्यारेक्टरको नाम मधु। लभ स्टोरी त्यो, डु यु सी द्याट? मेरो नामको सिन्दुर लगाएर सधैँका लागि तिमीलाई आफ्नो बनाउनेछु। त्यो रुखमा चाहिँ N+M छ, केटीको नाम मधु अनि केटाको नाम N बाट हुन्छ, या N बाट। गुड म्युजिक। भिलेन रहेछ राजा साहब जस्तो। तर राजा साहब यार कमन यार, अलिअलि यत्रो खर्च गर्नुभएको फिल्ममा यार, कमसेकम दारी के आफै बढाउनु कि एउटा अलिकति थाहा नहोस् न यार दाडी चप्काएको त्यो जुगा राजा साहब। रविन्द्र सिंह बानिया सो फोकस्ड एक्टर पनि, र आई थिङ्क ऊ यति डेडिकेटेड भएर लाग्न सक्नुहुन्छ कि त्यो दारी त ऊ मार्न सकिन्थ्यो त। नेक्स्ट दिपेश खत्री जात्रा। ब्याड म्युजिक यो बेलामा, त्यस्तो म्युजिक त्यही नमिल्दो म्युजिक हो, बिकज स्टोरी र त्यो म्युजिक मिल्दै मिलेन। यहाँ त सक्ड हुनुपर्ने हो, बिकज वी आर सक्ड। आमाले नै उल्टो दिए जस्तो उपहार जस्तो छोरीलाई त्यस्तो अब्जेक्टिफाई गरेपछि त लाली बजार। यो नानी इज सो गुड, सो ट्यालेन्टेड। र यो नथी भन्ने बित्तिकै मलाई नेपाली साहित्यमा एउटा लिटरेचर छ नथिया भन्ने भाइ सरस्वती प्रतीक्षा, उहाँले लेखेको नथियाबाट अलिकति भए पनि इन्सपायर्ड छ कि जस्तो पनि लागिरहेछ। ओ प्रदीप भट्टराई इज एक्जिक्युटिभ प्रोड्युसर, थ्याङ्क गड, नट डिरेक्टर। त्यो यार त्यो आँसु कमन, त्यो आँसु ग्रिसलिनको भने ठ्याक्कै थाहा भयो कि, बिकज ग्रिसलिनको आँसु नि त्यो टपक्क खस्छ नि कि, त्यो टपक्क जस्तो नि कि, एन्ड इट्स एक्ज्याक्टली आइडेन्टिफाई कि त्यो ग्रिसलिनको भन्ने। बट दे ट्राइड बेस्ट या कम अन। नाइस गुड सिनेमाटोग्राफी। यो के वाला, यो ढुङ्गावाला छ। वैशाख 18 मे 1 सिनेमा हलमा। इट्स जस्ट ओके, यही रहेछ टिजर भनेको। दिस इज अ टिजर। यसको ट्रेलर आएपछि वी विल डिस्कस डिटेलली। दिस इज माई रियाक्सन भिडियो, जस्ट अ सिम्पल रियाक्सन भिडियो। थ्याङ्क यू सो मच।